आज मे 11 2025 मेरो छोरोको क्याम्पिङको लागि स्कुल क्याम्पिङको लागि यो प्याकिङ हुँदैछ। भोलि मर्निङ 11 o'clock चाहिँ स्कुलबाट क्याम्पिङको लागि क्याम्प ग्राउन्डतिर जान्छ र ऊ चाहिँ उसको लागि अहिले यो चाहिँ फर्स्ट टाइम विदाउट प्यारेन्ट्स उसको फ्रेन्ड्सहरूसँग जाने हो, उसको क्लासमेटहरूसँग स्कुलको थ्रुबाट 1 विकको लागि। 1 विकको लागि चाहिँ ऊ आफै अब उहाँ गएर आफै सेल्फ सर्भाइभ कसरी गर्ने के गर्ने भन्ने कुराहरू, बिहान कसरी उठ्ने, आफ्नो बेडहरू कसरी मिलाउने, कपडा कसरी लाउने, बिहान उठेर बिहानको मर्निङ वर्कहरू के हुन्छ त्योहरू सबै ऊ चाहिँ अब स्कुलमा गएर स्कुलको क्याम्पिङद्वारा उसले चाहिँ सिक्नेछ। अनि उसको मम्मीले यहाँनिर सबै प्याकिङ गर्दैछ। यहाँनिर छोरो चाहिँ एक्साइटेड भएर बसिरहेको छ यहाँनिर। यहाँ छोरो भोलि आउटडोर एजुकेसनल टुरको लागि रेडी भएर यो लगेज पुर्याउन स्कुलमा पुर्याउनको लागि रेडी हुँदैछ। अब यो लगेज लगेर स्कुलमा ड्रप गरेर राख्नु पर्यो। अनि भोलि चाहिँ यो ब्याकप्याक यस्तै एउटा सानो ब्याकप्याक अर्को लिएर जानुपर्ने हुन्छ। अब उति गाडीमा हाल्नुपर्छ यो भित्र भाइ यसमा। ल ल भाइ त्यो लगेज लाउनु भित्र, ओपन गर्नु, त्यो स्लाइड गर्नु उपर। अब यो भाइ जिम हल कताबाट जान्छ? जिम हलमा यो ड्रप गर्नुपर्छ लगेज। बिहाइन्डबाट जान्छ जाँदैन भाइ? स्कुल बिहाइन्डबाट फ्रन्टबाट भयो रोक्दिनु कसैले उहाँहरू हाम्रै जातको हो यो केटीको, यो नानी हेर त हो उनीहरू दुईवटा त्यो पनि टु देखो कतिवटा केटीले दिएको त्यो पनि हो। त्यो त होइन होला हौ, त्यो त बिहान मात्रै। यो त यसमा चाहिँ नाम छ भाइको, यसमा त छैन नि त। ल अन्त ल यसको ल आउनु जाउँ। त्यो चाहिँ यहीँ राख्ने नलाउनु अरे ब्याग। रोमीहरू सबै लगिसक्यो। लु छिरी भाइ। यस भाइले यहाँ स्कुलमा ड्रप गर्नु परेन, यसरी जानु पर्यो यता जिम हल। आज मे महिनाको 12 तारिक 2025। भाइलाई ड्रप गरेर राख्ने अनि त्यहाँदेखि स्कुलबाट भाइ जान्छ नि। ब्यागहरू हालेर नि सबै अब भाइ यहाँबाट गएको हो क्याम्पिङमा।
कति बजी जान्छ भाइ गाडीमा? कति बजी जान्छ गाडीमा? ल राम्ररी जानु ल भाइ। अब केटो हिँड्यो क्याम्पिङको लागि आजदेखि। उसको यो एजुकेसनल टुर हो 1 हप्ताको लागि। अब एकैचोटि शुक्रबार मात्रै आउँछ, शुक्रबार 2 बजी। फर्स्ट सेकेन्ड थर्डको बसमा क्रिस्चियन चढेको छ। थर्डमा अघि उसको लगेजहरू त्यो चढाइसकेको छ। त्यो लगेजहरू चाहिँ हाई स्कुलको स्टुडेन्टहरूले गाइड गरेर त्यो लगेजहरू सबै उनीहरूले लोड गरिदिँदो रहेछ। अनि ऊ चाहिँ चढिसकेको छ त्यो थर्डको उयो गाडीमा। अब त्यहाँ चढेर ऊ चाहिँ जान्छ क्याम्पिङको लागि। अब एकैचोटि ऊ आएपछि फ्राइडे दिउँसो 2 बजी आउँछ। अनि आए पछाडिको भिडियो चाहिँ फेरि भ्लग चाहिँ छोटो मिठो बनाउने कोसिस गर्नेछु। हस् त, थ्याङ्क यू फर वाचिङ।